गाइस आज चाहिँ हामी टक्कै हामी जल्ली बेड टिपेर मारी अमिलो बनाउनलाई है यहाँ टिप्दैछौँ। हाम्रो यहाँ प्रकाश काका एकदमसँगले झारेरै हुन्छ माथिबाट। हामी यहाँ टक्क अहिले यो चाहिएमा पाइँदैन, यो गर्मी छ पुरै अहिले यहाँ बिहानैदेखि सब्स्क्राइब गरेको मान्छेलाई मात्रै भेट्छ यो कुरो। उहाँ हाम्रो चलपल दाइलाई पनि एकदम युट्युबमा फेसबुकमा हेर्दै हुनुहुन्छ अनि युट्युबमा सब्स्क्राइब गर्नु होला, फेसबुक हेर्दै हुन्छ फेसबुकमा फलो गरिदिनु होला। उहाँको पनि एकदम भिडियो पुरै भाइरल गरिदिनु होला है त गाइस। ल यहाँ हेर्नु यस्ता यस्ता खाना अमिला। यो खानाको लागि चाहिँ किनेर पाइँदैन, यो भनेको चाहिँ टिआर भ्लगलाई सब्स्क्राइब गर्ने मान्छेले मात्रै पाउँछ। त्यति सब्स्क्राइब गर्नु भने तपाईँलाई एक बट्टा अमिलो अमिलो। ल यहाँ देख्न सक्नुहुन्छ केटीहरूलाई चाहिँ अमिलो चाहिँ अनि चटपटेमा हालेर खाँदा कति नमजा होला यो काटेर खाना पाउँदाखेरि। रसिलो एकदम यहाँ देख्न सक्नुहुन्छ है। तिमी भन्दा पनि रसिलो होइन। हामीले पाण्डो कहाँ जति लग्यो अघि, अब यो लास्ट डोको यहाँ सकिन पनि आँटो। हाम्रो यो एउटै बोटमा यहाँ थोरा फलेको थिएन एकदमसँगले। हाम्रो काका उहाँ झारे के छ काकाको अवस्था? गर्मी भएको छैन नि? अब मारी लगेर यसलाई हामी पेलेर कोलमा टक्कसँगले पेलेर म तपाईँहरूलाई त्यो पेलेको पनि भिडियो सबै म तपाईँलाई देखाउने छु। भिडियोलाई चाहिँ एकदम सब्स्क्राइब गरिदिनु, फेसबुकबाट हेर्दै हुन्छ फलो गरिदिनु ल है त। ल कति गरम छ पुरै सहर चाहिँ बोकेर यसरी। ल हामी लाग्यो, अब तपाईँलाई मिल पुगेर देखाउँछौँ है त। मिलमा पुगेर है त गाइज हामीले जल्लीबेरी भेला पार यति बनाइयो है। यता एक डोको छ, यता अर्को डोको। ल अब अमिलो चाहियो भने चाहिँ हामीलाई सम्पर्क गर्नु होला। यसरी यहाँ हामी यो चाहिँ कोल हो, यहाँ कोलमा पेल्दैछौँ त्यससँगले। यहाँ तलबाट यसरी एक टट्ट निक्लिन्छ। टक्क यसलाई भरे पकाएर चाहिँ मारी टक्क गाइज अमिलो चाहियो भने सम्पर्क गर्नु होला नि त गाइस। हामी तपाईँलाई म पकाएको पनि देखाउने छु बबाल तरिकाले, यसलाई कसरी पकाउने भनेर। सकेर पनि यसरी हामी पकाइँदैछ, यहाँ देख्न सक्नुहुन्छ। एकदमै चाहिँ यसरी चलाउँदै पकाउँदैछु। यो चाहिँ 2 घन्टा अगाडिदेखि नै पकाउनु थालेको, अझै पनि भएको छैन। एकदमसँगले यहाँ देख्न सक्नुहुन्छ। मारी यो पुरै फेदैमा पुग्ने गरी पकाउनु पर्ने हो। भर्खर आधी हुँदैछ। मारी म्युजिकको तालमा पकाउँदैछु त गाइस।